हेलो गाइज नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि हाम्रो उहाँ सिस्टर चाहिँ चोरमारादेखि अनि कपाल स्ट्रेट गर्न आउनुभएको थियो। अनि उहाँले चाहिँ भन्नुभएको थियो मेरो चाहिँ कपाल एकदमै भुर्र परेको छ दिदी, के गर्ने होला भनेर। अनि मैले चाहिँ उहाँलाई सल्लाह दिएँ। अनि हजुरले चाहिँ यो कपालमा न्यानोप्लास्टिया गर्नु एकदमै राम्रो हुन्छ भनेर भनेको थिएँ। उहाँले चाहिँ हुन्छ दिदी, जुन चाहिँ राम्रो हुन्छ त्यही गरिदिनु न त भनेर भन्नुभयो। अनि मैले चाहिँ उहाँको कपालमा न्यानोप्लास्टिया गरेँ। यो चाहिँ फर्स्ट आइरन हो होइन, क्रिम लगाएर। अनि यो चाहिँ आइरन गरेको वाला क्रिम कपाल हो। अनि अब लास्ट रिजल्ट हेर्न सक्नुहुन्छ। लास्टमा चाहिँ उहाँको कपाल धोएर चाहिँ यस्तो भएको छ, हेर्नु होला। एकदमै राम्रो नेचुरल, एकदमै स्ट्रेट हेर्नु होला। कपालको हरेक रेसामा चाहिँ एकदमै राम्रो साइनिङ आएको छ। हजुरहरू पनि इच्छा छ भने आउन सक्नुहुन्छ हाम्रो इच्छा ब्युटी पार्लर भलबाडीमा। हामी अनि टाढा हुनुहुन्छ भने पनि कल मार्फत हजुरको हामी घरै आएर गरिदिन सक्छौँ। धन्यवाद सबैजनालाई, वेलकम छ।